सानो मार्केटमा छिरेर सामान लिएर आएको। यहाँ युरोमा सेन्ट पैसा सेन्ट भन्ने यो बिल देखाइदिनु दाइ पैसा कि ठ्याक्क ल 3.03 यो सामान चाहिँ तपाईको एउटा महँगो हो सामान देखाइदिनु त एउटा त्यो बिस्कुट भयो पिनट बिस्कुट एउटा यो रेड बुल दुईटालाई 3.3 युरो यस्तो छ। हामी बस्ने रुम त्यहाँनिर त्यो रुखको पछाडिपट्टि छ। अब जाँदैछौँ। यो ग्राउन्डमा एकछिन बस्नु पर्यो। यहीँ बसौँ ल। ल दुई भाइको बसाइ हुने भयो एकछिन ल। यस्तो खालको रहेछ ल कस्तो रहेछ टेस्ट गर्नु पर्यो। यस्तो छ यो मिठो रहेछ। नेपालको यस्तै छ त यो चाहिँ खाने आइटम त लगभग उस्तै हो तर अलि महँगो रहेछ।